चर्चा गरौँ हस्ता नक्षत्रमा आधारित रहेर। पुषणठ हस्ता अर्थात् यदि कसैको पनि यो 4 चरणमा जन्म भएको छ भने यस्ता व्यक्तिहरू हस्ता नक्षत्र अन्तर्गत पर्ने गर्दछन्। यसका अधिपति देवता सविता अर्थात् सूर्य र यसको स्वामी ग्रह भनेर हामीले चन्द्रलाई चिन्ने गरिन्छ भने यो कन्या राशि अन्तर्गत पर्ने गर्दछ। हस्ता अर्थात् यो नक्षत्रमा जन्म भएका जातक चतुर, चालाक, व्यवस्थित, बुद्धिमान, धार्मिक, हंसमुख, चञ्चल स्वभाव, ज्ञानी, मिलनसार, योजनामूलक कार्य शैलीको कारण जीवनमा राम्रो सफलता हासिल गर्ने गर्दछन् र यो नक्षत्रमा जन्म भएका व्यक्ति विशेष रूपमा सैद्धान्तिकभन्दा प्र्याक्टिकलमा धेरै रुचिल र सफल हुने पनि गर्ने गर्दछन्। भनिन्छ हस्ते स्पर्श दक्षो यो जातो नक्षत्रे हस्ते च सविता अधिदेवता अर्थात् कुनै पनि कार्यमा लगाव वा पर्स रहँदा त्यो क्षेत्रमा निपुण हुने देखिन्छ। सविता अर्थात् देवता नै जसको सूर्य र जसमा पराक्रम तेज चतुरताले भरिपूर्ण छ त्यस्तो महान हुने गर्दछन् हस्ता नक्षत्रमा जन्म भएका व्यक्तिहरू। विशेष गरी यस्ता व्यक्तिहरू चिकित्सक, वैद्य, चित्रकला, पत्रकारिता, आर्ट, प्राविधिक, इलेक्ट्रोनिक्स, मार्केटिङ, कृषि आदि क्षेत्रमा राम्रो सफलता हासिल गर्ने गर्दछन्। यहाँहरूको पनि हस्ता नक्षत्रमा जन्म भएर अनुकूलता देखिँदैन भने यहाँहरूले सोमबार अर्थात् सोमबारको व्रत बस्दै शिवजीको आराधना गर्दै अगाडि बढ्दा यहाँहरूको जीवन सफल रहने देखिन्छ। हस्त, धन्यवाद।